भिजिट भिजाका नाममा हुने मानव तस्करीको सेटिङ कसरी हुन्छ भन्ने गोप्य संवाद सिधा उक्राले फेला पारेको छ। तपाईको जिम्मेवारी 4 लाखको जिम्मेवारी मैले भनेको छु तपाईलाई लिगल बनाइदिनु हो। बहिनीको भिजा आइसकेको छ। अस्ति उडाउनु पर्ने मान्छे मैले तपाईसँग त्यहाँ फर्स्ट आवरमा त्यहाँ दिदीकोमा पैसा बुझाइदिनु। जुन एयरपोर्टमा मेन सेटिङ गर्ने मान्छे हो त्यो 2-4 दिनको लागि बाहिर जाँदैछ। सब बहाना हुन् के नाटक। 20-25 हजार बचाउनु पर्यो नि सर। भिजिट भिजामा दुबई लगायतका मुलुकमा पुगेका नेपालीहरूसँग नेपालमा रहेका ट्राभल एजेन्सी तथा विदेशमा बसेर मानव तस्करी गर्ने गिरोहको संवाद सिधा उक्राले फेला पारेको हो। साथै उनीहरूले विमानस्थलमा कसरी सेटिङ गर्छन् भन्ने भुक्तभोगीसँग पनि सिधा उक्राले भेटेको छ। एउटा भिजिट भिजा दुईटा भिजा दिएर इमिग्रेसन र बोर्डिङमा दुईटैमा सेटिङ भएको छ। भिजिट भिजा प्रकरणमा गृह मन्त्रालयकै संरक्षण रहेको देखिने थप आधार समेत बाहिरिएका छन्। पछिल्लो 6 महिनामा मात्रै नेपालबाट सेटिङ गरेर विदेश जानेको संख्या 18,000 बढी छ। उनीहरूबाट मात्रै 1.25 अर्ब घुस रकम असुल भएको विषयमा हामीले यसअघि नै देखाएका थियौँ। यस घटनामा गृह मन्त्रालयकी संरक्षणमा अध्यागमनलाई मानव तस्करीको हब बनाएको देखिने थप घटनाहरू बाहिर आएका छन्। अहिले अख्तियारले बयान लिइरहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थ भट्टराईको कार्यकालमा भिजिट भिजामा नेपालीहरूलाई सेटिङको पासोमा पार्ने मात्र होइन, ठूलो आर्थिक चलखेल गरेर नो अब्जेक्सन लेटर दिनै करिब 1,000 बढी भारतीयलाई तस्करी गरी तेस्रो देश पठाएको पाइएको छ। अध्यागमनकै रेकर्ड अनुसार पछिल्लो 6 महिनामा मात्रै मोस्ट वान्टेड सहित करिब 1,000 शंकास्पद भारतीयले तेस्रो मुलुक यात्रा गरेको देखिएको छ। भारतीय नागरिकहरूले नेपालबाट तेस्रो देश जानका लागि काठमाडौँ स्थित भारतीय दूतावासले जारी गर्ने नो अब्जेक्सन लेटर एनओसी अनिवार्य हुन्छ। तर तत्कालीन अध्यागमन प्रमुख रहेका सचिव तीर्थराज भट्टराई सहितको सेटिङमा एनओसी बिनै करिब 1,000 भारतीय नेपालको अध्यागमनबाट तेस्रो देश गएको अनुसन्धानमा भेटिएको स्रोतले जनाएको छ। अनुसन्धान गरिरहेका एक अधिकारीका अनुसार यसरी जाने भारतीयहरूसँग सेटिङका नाममा 4 लाखसम्म असुली हुने गरेको थियो।